मूलाधार चक्र भनेको जब यो चक्रमा मान्छेको ऊर्जा हुन्छ उसलाई खान पाए पुग्छ। भर्खरै जन्मेको बच्चा 14 वर्षको उमेर नपुग्दासम्म उसलाई खान पाए पुग्यो। खाना खेल्न बाहेक अरू केही उसलाई मतलब छैन। हेर्नुहोस् है, अब नेचुरल्ली ऊर्जा मूलाधार चक्रमा छ। एनर्जी सेन्टर भनेको बेस अफ द स्पाइनमा हामी सबैको ऊर्जा छ, त्यही छ। अब ऊर्जा 14 वर्षको उमेर कटिसकेपछि कहाँ जान्छ? स्वादिष्ठान चक्रमा जान्छ। स्वादिष्ठान चक्र भनेको नाभिभन्दा 2 अल तल। हामीले पहिलो दिनमा त्यसको ध्यान पनि गऱ्यौँ, जगाउने। स्वादिष्ठान चक्रमा ऊर्जा गएपछि अब भोग गर्न मन लाग्छ, अपोजिट सेक्सप्रति एट्र्याक्सन हुने, होइन। अर्को कुरा के हुन्छ भन्दा राम्रो बनेर हिँड्न मन लाग्ने। बच्चा बच्चीलाई जस्तो कपडा लगाइदिए पनि मतलब हुन्न। पछि गएर के हुन्छ, होइन म त यो लगाउन्न, यस्तो जुत्ता लाउन्न, मलाई यस्तो चाहियो, मलाई त्यस्तो चाहियो, मलाई साथीहरूले गिज्याउँछन् भन्ने हुन्छ। कहाँ पुग्यो? अब स्वादिष्ठान चक्रमा ऊर्जा पुग्यो। अपोजिट सेक्सप्रति एट्र्याक्ट हुने यस्तो हुन्छ, हेर्नु, नेचुरल्ली। त्यसपछि तेस्रो चक्र छ, के छ? मणिपुर चक्र छ, नाभिभन्दा 2 अल माथि। यो चक्रमा ऊर्जा पुगिसकेपछि 3टा कुरा हुन्छ, धन, पद र प्रतिष्ठा। सुरुमा केही चाहिन्न, होइन। त्यसपछि अब के चाहियो? धन चाहियो, फर्स्टमा पैसा चाहियो। त्यसपछि पद चाहियो, होइन। त्यसपछि ऊर्जा माथि अनाहत चक्रमा गइसकेपछि, बिट्विन द रिब्स गइसकेपछि के हुन्छ भन्दाखेरिमा प्रेमको कुरा हुन्छ, होइन। अनकन्डिसनल लभको कुरा हुन्छ, करुणाको कुरा हुन्छ यसमा गइसकेपछि, होइन। अब हेर्नु, नेचुरल्ली ऊर्जा जम्मा 3टा केन्द्रमा मात्रै हुन्छ। प्राकृतिक रूपमा ऊर्जा मूलाधार चक्र, स्वादिष्ठान चक्र र मणिपुर चक्रसम्म मात्रै जान सक्छ। योभन्दा माथि जानको लागि हामीले अध्यात्म अथवा योगको सहारा लिनै पर्छ। पहिलाकै जन्ममा, यतातिरको जन्मको पनि कुरा गरिन्छ, पहिलाकै जन्ममा यदि साधना गरेको छ, कसैको ठ्याक्कै आज्ञा चक्रमा पनि पुगेको हुनसक्छ। तर हामीले पुरुषार्थ गर्नै पर्छ, अभ्यास गर्नै पर्छ। हेर्नुहोस् है, अब अनाहत चक्रमा पुगिसकेपछि मान्छे एकदम प्रेमिल हुन्छ, अनकन्डिसनल लभ आउँछ। कन्डिसनल हुन्न कि मैले तँलाई माया गरिसकेपछि तैँले पनि मलाई माया गर्नुपर्छ भन्ने टाइपको लभ हुँदैन। अब अनाहत चक्रबाट विशुद्धि चक्रमा गइसकेपछि, घाटीमा गइसकेपछि मान्छेलाई ज्ञानको अलिकति अभिप्सा हुन्छ। के हो त यो? म को हुँ, होइन। शरीर त मर्छ, के रहेछ यो नमर्ने चिज भन्ने टाइपको कुराहरूको क्वेसनहरूले कुदकुत्याउन सक्छ, अथवा ज्ञानतिरको पिपासा हुनसक्छ। त्यसपछि आज्ञा चक्रमा ध्यानको चक्र हो। आज्ञा चक्रमा ऊर्जा गइसकेपछि समाधिको कुराहरू हुन्छ, ध्यान लाग्ने कुराहरू हुन्छ, होइन। मेरो त मन एकदमै चल्छ, विचार चल्छ, झन् ध्यान गर्न बस्दाखेरि झन् धेरै थट्स आइरहेको छ। स्वाभाविक छ, यत्रो वर्षदेखि त खेती त्यसैमा गरिरहेछौँ, अनि मन त अभियसली चल्ने भइहाल्यो, मन बलियो छ, होइन। त्यो सामान्य छ। हेर्नुहोस्, आज्ञा चक्रमा जब ऊर्जा हामीले पुर्याउन सक्छौँ तब बल्ल हामीलाई ध्यान लाग्छ। माथि विशुद्धि चक्र अथवा फेरि सहस्रार चक्रमा पुगिसकेपछि डिभिनिटीसँग कनेक्सन हुने भन्ने कुरा छ। हेर्नुहोस् है त, अब के बुझ्नु पऱ्यो भन्दाखेरिमा हाम्रो एनर्जीको सेन्टर भनेको सबैभन्दा कहाँ छ? मूलाधार चक्रमा छ। अब यसलाई पम्प गरेर माथि लैजानु पऱ्यो। जसरी हामीले इनारको तल, इनारमा पानी हुन्छ नि, त्यसलाई हामी के गर्छौँ? मोटर लगाउँछौँ, पाइप लगाउँछौँ, अनि माथिको हिलटेक्सम्म पुर्याउँछौँ नि, होइन हो। त्यसै गरी हाम्रो मूलाधार चक्र भनेको यो पानीको स्टोर हाउस जस्तो मान्नुहोस् कि, ऊर्जाको। अब यो ऊर्जाको स्टोर हाउसलाई हामीले के गर्नु पऱ्यो? पम्प गर्दै 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 कहाँसम्म पुर्याउनु पऱ्यो? हामीले सहस्रार चक्रसम्म पुर्याउने उद्देश्य भनेको क्रियायोगको उद्देश्य हो। यो गरिसकेपछि अटोमेटिकली ध्यान लाग्ने, अटोमेटिकली हुने चिजहरू हुन लाग्छन्। हामी के छौँ? अब हामी अहिले न्यून तलको पार्टहरूमा, तलको चक्रहरूमा हामी बसिरहेका छौँ अहिले।